असले दिमाग खुसिएपछि तेरो के खेलेछ त नसम्झे न असले बाबा आको त खुट्टामा उभिएर त के गर्न पर्छ Hello, welcome back to my new blog. अनि आज पनि म प्र्याङ्क गर्न लागिरहेको छु हैन। अनि प्र्याङ्क गर्न लागिरहेको छु के बोल्नै आउँदैन। उयो हाम्रो म चाहिँ प्र्याङ्क गर्न आज म बजार गएको थिएँ। अनि बजार गएर यत्तिकै केही कपडा नि नफेरिकन हैन म चाहिँ प्र्याङ्क गर्न लागिरहेको छु। अनि घरको सबैभन्दा नानाले चाहिँ बेसी कराउनुहुन्छ कि म प्र्याङ्क के गर्छु भने म घरको आफ्नै नानालाई प्र्याङ्क गर्छ हैन। त्यो नानाले चाहिँ त्यति धेरै उयो सम्झाउनुहुन्छ बुझाउनुहुन्छ कि त अब हामी कति 5 भाइ 2 बहिनी हो नि त। अनि नानाले चाहिँ बेसी सम्झाउनुहुन्छ कि यताउता अब बे नगर यस्तो त्यस्तो नगर यस्तो गर त्यस्तो गर भनेर त्यो कुराहरू सम्झाउनुहुन्छ क्या। अनि अब म चाहिँ के भन्छ नानालाई के भन्छु भने मैले चाहिँ नाना बिहे गरेँ यताउता भनेर भन्छ हैन। अनि नानाको रियाक्सन कस्तो हुन्छ हैन देख्नु सक्नुहुन्छ हजुर। अनि मलाई चाहिँ प्र्याङ्क गर्नहरू खासै आउँदैन तर प्लिज सपोर्ट गरिदिनु होला माया गरिदिनु होला। म अब यहाँ मैले नानालाई के भन्छ कल गर नाना फेरि विदेशमा हुनुहुन्छ नि त। अनि विदेशमा हुनुहुन्छ अनि फेरि कल गर्न पनि मिल्दैन नि त। मैले अस्ति नै प्र्याङ्क गर्न चाहिँ खोजिरहेको थिएँ तर नानाको टाइमै नभएकोले गर्दाखेरि आज हुन्छ कि भनेको छु। यहाँ म भोइस पठाउँछु है त। नाना कल गर्नुपर्ने थियो कल गर्नु मिल्छ कि मिल्दैन हौ। अनि म यो मेसेज पठाइराखेको छु हैन। अब कति बेला रिप्लाई दिनुहुन्छ अनि त्यस पछाडि जोडिदिन्छु। तेरो नानाले कल उठाउनु भयो अब म प्र्याङ्क गर्छु न। मैले त बे गरेँ दिमाग खुसिएपछि तेरो के छ तेरो दिन लागि के तेरो त्यो 2 दिनको भाडा कुटी खेलेछ त नसम्झे न असले पहिला पनि त्यस्तो भएको अलिकति त्यो पर्दै के भएको आको त खुट्टामा उभिएर त के गर्न पर्छ खोइ कहाँ गरेको उता भोजपुर दिमागमा खुस्का हजार दिमागमा खुस्का मैले भनिरहेको छु दिमागमा खुस्का पहिला पनि त्यस्तो भएको एकचोटि नै मान्छेको छोरी मान्छे एकचोटि भाग बिग्रेको थियो नि त्यो कहिले पनि पाएर राम्रो हुँदैन बुझी अलिकति होस् दिमाग कुरा अब के गर्नु त अनि अलिकति दिमाग कुरा भनिरहेको छु मैले के गर्नु हुँदैछ मान्छेको त्यो भएर म तँलाई फोन गरेको त्यसो म ला पापालाई फोन गर्नुहुन्छ अब ला साथीहरु अब पापालाई फोन गर्दै के भन्छ फेरि ढाँटी गयो हुन्थ्यो रहेछ। कसम भनेको मुड यस्तो धेरै कामिरहेछ नि पुरा हातै कामिरहेछ क्या। यति धेरै कराउँछ नि त दाइहरूले त के भन्नुहुँदैन कि नानाले लास्टै कराउँछ क्या। अब फेरि कसरी भन्नु होला मैले प्र्याङ्क गरेको भनेर फेरि प्र्याङ्क गरेको भन्दा पनि कराउनुहुन्छ। पापालाई फोन गर्नु म पापाले सुन्नुहुन्छ भनेरै म यता आएको नि त खासमा पल्लो घर आएको छु क्या म चाहिँ। अनि अब घरमा हुनुहुन्छ पापा अनि सोध्नुहुन्छ होला ला के गर्ने होला अब के गर्नु मैले कल गर्छु है साथीहरु यस्तो हातै कामिरहेछ पुरै कलै काट्नु अब प्र्याङ्क गरेको भन्नु पनि कसरी भन्नु काटे
साथीहरू के गर्न हो। साथीहरू अब रिसाउनु हो। मैले त प्र्याङ्क गरेको जिस्काएको म घरमै छु। यस्तो रिसायो अब बोल्दैन होला। अब नाना बोल्नु हुँदैन होला। नानालाई म यहीँबाट भिडियो हेर्नुहुन्छ भने यहीँबाट सरी भन्न चाहन्छु। यस्तो के अब दाइहरूले पनि भन्नु चाहिँ हुन्छ। अब छोरी मान्छेको पीडा छोरी मान्छेले नै बुझ्छ नि त। अब मेरो मम्मी नि हुनुहुन्न। अनि हाम्रो चाहिँ मम्मी पहिला मेरो मम्मीभन्दा अगाडिको मेरो नानाहरूपट्टिको अर्कै मम्मी हुनुहुन्थ्यो। अनि पछि त्यतिकै अब बित्नुभयो मम्मी पनि। अनि पापा र मम्मीको केही झगडा भएर होला। अनि त्यस पछाडि त्यसको पछिबाट मेरो मम्मी ल्याउनु भएको। अनि मेरो मम्मी चाहिँ कन्या नै हुनुहुन्थ्यो। उहाँ मम्मी लिएपछि चाहिँ अनि हामी दुईजना भएको। म मुनिको भाइ छ रोमन भन्ने। अनि म माथिको चाहिँ दाइहरू पनि चारजना हुनुहुन्छ। अनि जेठा दाइले धरानमा हुनुहुन्छ। रेशम दाइ हुनुहुन्छ एकजना माइला दाइ। धेरै सपोर्ट गर्नुहुन्छ कि अब। अनि अर्को दाइ कान्छा भन्छौँ। अब कान्छा कतिजना अर्कोपट्टिको भएकोले अब मेरो भाइलाई नि कान्छै भन्नुहुन्छ। अनि उतापट्टि दाइकोलाई नि कान्छै भन्नुहुन्छ। अनि जुस दाइहरू उयो गर्नुभएको छ। तर त्यो दाइ सुन्नुभयो। अनि अब के भन्नुहुन्छ। अनि त्यस पछाडि नाना पनि अनि बिहे गर्नुभएको। अनि सानो उमेरमा बिहे गर्नुभएको। तर धेरै दुःखहरू थाहा छ क्या। अनि मम्मी मरेपछि उहाँको मम्मी मरेपछि हाम्रो मम्मी फेरि आएपछि मुटु रोगले गर्दाखेरि बित्नु भयो नि त। अनि धेरै दिन बस्नु भएन मुटु रोगले बित्नुभयो। अनि बितेपछि चाहिँ नानाले नै रेखदेख गर्नुहुन्थ्यो कि कति धेरै मौलाहरू नि पुऱ्याउने। अनि यताउता सब गर्नुहुन्थ्यो कि नानाले। अनि भन्नुहुन्छ कि कराउनुहुन्छ यस्तो नगर त्यस्तो नगर उयो गर। अब रिसाइहाल्नु अब के भन्नु होइन। अनि अरू दाइहरूले नि गर्नुहुन्छ सपोर्ट यस्तो नगर त्यस्तो नगर भन्नुहुन्छ। तर नानाले चाहिँ आमाले जत्तिकै गर्नुहुन्छ कि। अनि दाइहरूले चाहिँ उयोमा अब त्यो के भन्छ पैसाहरू यताउता हेर्नुहुन्छ कि। अब कान्छी उयो जेठी भनेर कहिले छुटाउनु हुँदैन। हाम्रो मम्मी मरेपछि चाहिँ पछिबाट फेरि कान्छी मम्मी ल्याउनु भयो। त्यो कान्छी मम्मीबाटको चाहिँ भएको छैन। कान्छी मम्मीको चाहिँ पहिलापट्टिको पनि छ बच्चाहरू दुईजना। अनि एउटा सानो भाइ पनि रहेछ। अनि त्यो भाइ पनि ल्याउनु भएको छ। अनि त्यो भाइ चाहिँ अहिले इन्डियातिर छ। अहिले म बाबा अनि मम्मी अनि म मात्रै छु कान्छी मम्मी। अनि भाइ पनि मेरो मुनिको भाइ उता धरानमा पढ्दैछ दाइको घरमा कोरिया भाषा पढ्दैछ। अनि म चाहिँ 12 सकेर बसिरहेको छु। अनि अब भिडियोहरू बनाएँ यताउता। अनि प्र्याङ्क गरौँ भन्ने सोच प्र्याङ्क गरेको। नानाले त अब के भन्नु अब रिसाउनु भयो। मेरो उयो मेसेज सुनेर पनि उयो वास्तै गर्नुभएको छैन। रिसाउनु भयो कि। अब पापालाई सोध्दै होला। अनि त्यो सरी भन्न चाहन्छु यहीँबाट। अब कस्तो हुन्छ रहेछ रियाक्सन अब के भन्नुहुन्छ भनेको रिसाउनु भयो। अब अभियसली पनि रिसाइहाल्नुहुन्छ नि त्यस्तो कुरा सुनेपछि त होइन। अनि गरेर खानुपर्छ यताउता सबै सम्झाउनुहुन्छ कि नानाले चाहिँ। अनि जो माया गर्नुहुन्छ त्यही हो। अनि अब होला रिसाउनुहुन्छ होला। अब रिसाउनुहुन्छ होला। म अब भन्छु नाना नरिसाउन है। मैले त उयो के दि प्र्याङ्क गरेको पो। म घरमै छु। रिसाउनु हो क्या। बाई बाई साथीहरू। मैले प्र्याङ्क गर्छु भनेर अस्तिबाटै सोचेको थिएँ। तर नाना कति बिरामी भइराख्नु भयो नि त। नाना बिरामी भइराख्नुहुन्छ नि त। अनि त्यही भएर बिरामी भइराख्नुहुन्थ्यो। त्यही भएर पनि मैले गरेको थिइनँ। अनि आज चाहिँ गरौँ भनेर सोचेर गरेको। अहिले यस्तो हो। अब बोल्नु हुँदैन होला। बा बोल्नुहुन्छ कि बोल्नु हुँदैन यो कुरा चाहिँ म तपाईँलाई भन्छु। अनि मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला। किनकि अब यस्तै सानो सानो भिडियोहरू बनाएर
मलाई पनि हौसलाहरू मिलोस् होइन। अनि तपाईँहरूलाई पनि म त प्रायः जसो अब सानो सानो युट्युबरहरूलाई चाहिँ अब के भन्नु, युट्युबर त के भन्नु, भिडियो बनाउनेहरूलाई चाहिँ सब्सक्राइब हानिरहेको हुन्छु। ल धेरै धेरै भिडियो भयो, धेरै लामो भयो, साथीहरू माया गरिदिनु होला। अनि अर्को नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ। यतिन्जेललाई बाई बाई, सुखी रहनु होला। अनि टाइममा खानु होला, बर्खा छ होइन, आफ्नो काम पनि गर्नु होला, आफ्नो केयर गर्नु होला। कतिजना काठमाडौँ धरानतिर हुनुहुन्छ होला, आफ्नो विदेशमा पनि हुनुहुन्छ होला कोहीहरू, आफ्नो ख्याल गर्नु होला। अनि हाम्रो गाउँमा त यस्तै हो, अनि अहिले धेरै मकैहरू के लाउनु पर्ने भइरहेको हुन्छ। अनि त्यो अनि हामीले पनि त्यो के भन्छ, अब कोदोहरू धान कोदोहरू रोपाइ छ, त्यो गर्दाखेरि गाह्रो हुन्छ। कतिपयले गर्दै हुनुहुन्छ होला, हामी जस्तै जोगिनु होला भन्न चाहन्छु। हस्त, धन्यवाद, बाई बाई।